संसारमा दुई प्रकारका मान्छे हुन्छन्। एउटा ती जसले इतिहास पढ्छन् र अर्का ती जसले इतिहास लेख्छन्। तपाईँ अहिले यो भिडियो हेरिरहनु भएको छ, यसको मतलब तपाईँ अझै पनि पढ्ने श्रेणीमै हुनुहुन्छ। तपाईँलाई लाग्छ कि तपाईँको जीवनमा समस्या छ, पैसा छैन, साथ दिने कोही छैन, समय खराब छ, तर वास्तविकता थाहा छ तपाईँको सबैभन्दा ठुलो समस्या हुनु होइन, तपाईँको समस्या बहाना बनाउनु हो। हामी नेपालीहरूलाई एउटा कुरा सिकाउन धेरै सजिलो छ, सन्तोष नै परम सुख हो। तर यो वाक्यको गलत अर्थ लगाइयो। सन्तोष हुनुको अर्थ आलस्य हुनु होइन। तपाईँको बुबाले 20 वर्ष एउटै साइकल वा थोत्रो बाइक चढ्नुभयो ताकि तपाईँलाई स्कुल पढाउन सकियोस्। के तपाईँ अझै पनि त्यही मिडल क्लास जिन्दगीमै सन्तोष मान्नुहुन्छ? यदि तपाईँ आफ्नो परिवारको गरिबीको चक्र तोड्न सक्नुहुन्न भने तपाईँको जन्मको अर्थ के रह्यो? अहिलेको बजारमा डिग्री मात्र भएर पुग्दैन। अहिलेको बजारमा भोक र सिप चाहिन्छ। तपाईँको फोन तपाईँको सबैभन्दा ठुलो हतियार हुन सक्थ्यो, तर यसले तपाईँलाई कैदी बनाएको छ। अरूको 15 सेकेन्डको रिल हेरेर तपाईँ आफ्नो 15 वर्षको करियर बर्बाद गर्दै हुनुहुन्छ। तपाईँलाई लाग्छ तपाईँ फ्री हुनुहुन्छ? होइन, तपाईँ एल्गोरिदमको गुलाम हुनुहुन्छ। जुन समयमा तपाईँले केही नयाँ कुरा सिक्न सक्नुहुन्थ्यो, त्यही समयमा तपाईँ अरूको फेक लाइफ हेरेर डिप्रेसनमा जाँदै हुनुहुन्छ। उठ्नुहोस्, यो डिजिटल नसाबाट बाहिर निस्कनु। भेडाहरू सधैँ समूहमा हिँड्छन् किनकि उनीहरूलाई सुरक्षित महसुस हुन्छ। सिंह एक्लै हिँड्छ किनकि उसलाई आफ्नो शक्तिमा विश्वास छ। नेपालमा धेरै युवाहरू लोकसेवा वा विदेशको लाइनमा मात्र किन छन्? किनकि सबै त्यहीँ गइरहेका छन्। के तपाईँमा भिडभन्दा फरक सोच्ने हिम्मत छ? के तपाईँमा त्यो क्षमता छ कि आफ्नै देशमा बसेर केही नयाँ सुरुवात गर्न सकियोस्? याद राख्नुहोस्, भिडले तपाईँलाई पहिचान दिन्छ तर तपाईँको व्यक्तित्व खोज्छ। अब कुरा गरौँ समाधानको। फर्स्ट, आइसोलेसन। केही समयको लागि एक्लो बस्न सिक्नुहोस्। भिडबाट टाढा नभई तपाईँले आफ्नो आवाज सुन्न सक्नुहुन्न। सेकेन्ड, स्किल ओभर ग्रेड। तपाईँको सर्टिफिकेटले तपाईँलाई जागिर देला, तर तपाईँको सिपले तपाईँलाई साम्राज्य दिनेछ। थर्ड, कन्सिस्टेन्सी। सिंहले एकै पटकमा शिकार पाउँदैन, ऊ बारम्बार असफल हुन्छ तर उसले प्रयास छोड्दैन। यो भिडियो सकिएपछि तपाईँको अगाडि दुईवटा बाटो हुनेछन्। एउटा, फेरि अर्को मोटिभेसनल भिडियो खोज्ने, अर्को फोन बन्द गर्ने र आफ्नो सपनाको लागि पहिलो कदम चाल्ने। मलाई थाहा छ तपाईँ 89% मान्छे जस्तै हुनुहुन्छ जसले त्यही गर्ने छैन, तर यदि तपाईँ त्यो 1% मा पर्नुहुन्छ भने कमेन्टमा आई एम द आर्किटेक्ट लेख्नुहोस्। म हेर्न चाहन्छु यो देशमा कतिजना वास्तविक सिंहहरू बाँकी रहेछन्। समय सुरु भयो अहिले।